नमस्ते सबैजनालाई फेरि पनि आज चाहिँ मेरो डे 30 को च्यानल लिएर आएको छु र आज चाहिँ हामी चिवाको एउटा स्पेसल ठाउँ जहाँ चाहिँ हाइकिङ क्याम्पिङ प्लस उमी छ समुद्रमा चाहिँ सनसेट लिने अनि एकदम बवालको त्यहाँ जाँदैछौँ। सो भिडियो अन्तिमसम्म हेर्दै गर्नु। हामी चाहिँ रुमदेखि लागिसकेका छौँ। हाइकिङ हाम्रो पानीले गर्दा अवरोध होला जस्तो भइरहेको छ। अगाडि देख्न सक्नुहुन्छ उचाइ हुन्छ। स्टेसनमा आइसकेका छौँ। पुगिसकेका छौँ। अब यहाँदेखि फेरि एउटा अब ट्रेन मोडिफाई चेन्ज गरेर हामी अर्को अथवा ट्रेन चेन्ज गरेर आधा घन्टा पछि चाहिँ हामी हाम्रो मेन लोकेसनमा चाहिँ पुग्छौँ। पुरा बार चाहिँ एकदम बवाल छ। अर्को नोटिफाई गर्ने ट्रेन चाहिँ आइसकेको छ। लगायत हामी चाहिँ फाइनल्ली उपारा स्टेसन पुगिसकेका छौँ। यहाँदेखि चाहिँ अब 10 मिनट जति लाग्छ। 10 मिनटको हिँडाइमा चाहिँ 10 मिनटको हिँडाइमा अनि हामी चाहिँ अब 20 पुग्छौँ। लाउरेहरू हिँड्दा छन्। ऊ चाहिँ त्यो डाँडा चाहिँ हामी मको त्यहाँ चढ्नेछौँ। हामी त्यो डाँडामा अहिले स्पाइडरम्यान साइको हामी चाहिँ यहाँ पर हामी भर्खर यो के अरे कोका कोला खाँदैछौँ। एकदम मोबाइल हामी चाहिँ के गर्ने दुखा छ भनेर यहाँको दुखा चाहिँ एकदम ठुलो दुखा एकदम फेमस जानेछौँ। प्लस यहाँ चाहिँ हाइकिङ गर्न मिल्छ। हामी चाहिँ हाइकिङ एकछिन थोरै देरमा चाहिँ हामीले हल्का रेस्ट गरेर हाइकिङ स्टार्ट हुन्छ। त्यो भिडियो पनि तपाईँले देख्नुहुनेछ। आउनु चाहन्छु म चाहिँ सबै मेरो चाहिँ तल डिटेल चाहिँ म सब लोकेसनहरू हाल्न सक्छु। त्यहाँ आउनु होला त्यो गर्नु होला। त्यो माया देखाइदियो होला। बवाल जग्गा चाहिँ एक्सपेक्टेसन भर्सेस रियालिटी नै जति एक्सपेक्टेसन थियो त्योभन्दा दोस्रो गुणा चाहिँ यहाँ चाहिँ रमाइलो भइरहेको छ गाइस है। त्यो भाइलाई देखाइदियो। भाइको इन्टरभ्यू लगिदियो त। मेरो त उयो के हाकेन र त्यो पत्रकारले मात्रै लाउनु मिल्छ, अरूले मिल्दैन। हेरेर मासु केटो यस्तो कालै कालो केटी मुखको हिँडाले आएर मासु यस्तो केटी कहाँबाट पाउँदैन देखा दुईजनासँग बस्ने यहाँ छ। के अनि सोध्नु पर्दैन। गरेर हाउड स्विमिङ गरेर होइन हामी चाहिँ हाम्रो बस्नु अब हामी हाइकिङतर्फ लाग्दैछौँ। हेरौँ कस्तो हुन्छ हाम्रो हाइकिङ। के छ प्लास्टिकमा खै छैन।
यहाँ यति हिँड्नुमा के पुरा दुखिहाल्यो ल त्यो फेरि अर्को हामी अर्को टापु आइसकेका छौँ पारीको टापुदेखि चाहिँ अहिले हामी पारीदेखि पारी एकदम पारीदेखि यो औलाको देखिएर त्यो टापु त्यसपछि यो अनि अहिले चाहिँ हामी यो यहाँ आएर आज चाहिँ हाम्रो उबाराम हाइकिङ चाहिँ यतिसम्म नै थियो सो गाइज आइयो टिकटक पनि दुईवटा टिकटक होला एकदम बवाल टिकटक भयो अनि र यहाँको भ्यू चाहिँ एकदम क्याप्चर गर्नेसम्म चाहिँ गरेँ तर चाहिँ गर्न नसके चाहिँ आँखाले हेरेर आँखाले चित्त बुझाएँ बवाल रहेछ सोचेको भन्दा बवाल रहेछ मैले चाहिँ अब जस्तो पनि अब जे पनि अब फोटोमै राम्रो हुन्छ होला किनकि मैले गुगलमा हेरेर च्याटजीलाई सोधेर गुगलमा हेरेर आएको थिएँ चाहिँ राम्रो हुँदैन कि जस्तो लागिरहेको थियो तर एकदम बवाल रहेछ मलाई एकदम यस्तो मन पऱ्यो यति चित्त बुझ्यो मेरो आइयो चट्ट जङ्क फुडहरू पनि ल्याएको थियो चट्ट खाइयो हाम्रो के अरे समुद्रमा पौडी पनि खेल्यो माथि आयो हाइकिङ पनि गऱ्यो हाइकिङ पनि भाइब्स आयो एकदम डाँडाकाँडा वरिपरि ठुल्ठुलो जहाजहरू पनि हेऱ्यो तर यो क्यामेरामा क्याप्चर गर्न सकेन तर बवाल चाहिँ यति बवाल भयो गाइज मलाई यति चित्त बुझ्यो सो गाइज भिडियो हेर्दै गर्नु होला त्यसको लागि धेरै धेरै धन्यवाद यदि तपाईँलाई भिडियो मन पऱ्यो लाइक सेयर सब्सक्राइब गर्नु होला फेरि पनि भेट्नेछु अब डे 2 डे 1 भ्यायो अब डे 2 को भ्लग लिएर आउनेछु कृपया माया देखाइदिनु होला अब आजलाई चाहिँ यति भयो